राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा युके, सहारा हङकङ, सहारा क्लब अस्ट्रेलिया विशेष सहयोगमा सञ्चालन हुने जानकारी गराउँदछौँ। 25औं संस्करणको यो प्रतियोगितालाई रौनक ल्याउन साथै पोखरा पर्यटन वर्ष 2025-26 लाई पनि प्रवर्धन गर्नको लागि अस्थायी रूपमा फ्लड लाइट जडान गरी सन्ध्याकालीन खेल सञ्चालन गर्ने जानकारी गराउन चाहन्छु। धन्यवाद यहाँहरूलाई। यसको बारेमा सायद यो क्लब जतिको अब गरिमा बोकेको क्लब अरू पनि छन्, तर मेरो नजरमा अब मैले नपरेको हुनाले मैले बोल्न पाइनँ। युनाइटेड क्लब आउँदैछ के हो, तर उनीहरूको उद्देश्य फरक भएको हुनाले यो त खेलकुदको हो। उहाँहरूले अब मलाई लाग्छ उहाँले के कसो छोड्नु भएन। 25औं वर्षमा के गर्ने कुरामा उहाँले प्रकाशन पारिसक्नु भएको छ। त्यही पनि म बहुत एउटा कुरा गर्वसाथ र खुसीको साथ के व्यक्त गर्न चाहन्छु भने हामी अब तपाईँहरूले चाहेको छ हामी तपाईँहरूको साथमै छौँ। अब अझै यो प्रतियोगितालाई अझै राम्रो गर्नुहोस् भन्ने शुभकामनाको लागि मैले धेरै बोल्नु पर्दैन। जहाँसम्म लाग्छ उहाँले यति राम्रो गर्नुहुन्छ, अझै केही कसो नछोड्नुहोस् भन्ने मेरो अलिकति सल्लाह त दिए थिएँ, तर उहाँलाई सिकाउनु मलाई व्यर्थ लाग्छ पनि। अब तपाईँहरूले यो कार्यक्रममा विशेष बनाउने काम, फ्लड लाइटको विषयमा अब प्रकाशमा ल्याइदिने काम त तपाईँहरू विनोद भाइ यही छन्। आदरणीय यहाँ धेरैजना सुदर्शन अङ्कल यही हुनुहुन्छ, पुण्य सर यही हुनुहुन्छ, नाम लिन धेरैजनाले अझै राम्रो यसलाई व्यापक अझै प्रचार गरिदिनुहोस्। यो अनि साथसाथै रारा आहा भने मैले आहा भन्नाले के भन्ने सोचेको थिएँ। मेरो उत्पादनको विषयमा मलाई बोल्नु पर्यो, तर यो मञ्च पनि हो। आफ्नो उत्पादनको विषयमा हल्का विज्ञापन गर्ने म बजार व्यवस्थापनमै पढेको व्यक्ति भएर पनि मैले बोल्छु। के हो भने अब आहा भने फेरि हामीले नाम रिभाइभ गऱ्यौँ। आहा उत्पादन विगत 3 महिनाबाट हाम्रो चलिरहेको छ। अझै पनि एकदम ठिक्कको हामीले उत्पादन गर्छौँ। त्यो पनि भने अर्को हल्का अब पोखरेली र रारा धेरै मन पराएको विगत 43 वर्ष संयोग के पऱ्यो भने यो फुटबल हुने टाइम र हाम्रो स्थापना भएको समय एउटै पर्छ। लगभग 23 गते हाम्रो 44 वर्ष नि हुँदैछ। संयोग मिलेछ, भगवान्ले संयोग हामीलाई मिलाइदिनु भएको छ। मेरो बुवाको फोटो मलाई थाहा छ, म स्मरण चाहिँ अलि गर्छु। ठ्याक्क बिरामी भएपछि आएको फोटो हो त्यो। त्यसपछि हाम्रो सेकेन्ड कार्यकाल 10 वर्ष फेरि थप्दाखेरिको समयको हो। अब रहेको कुरा तपाईँहरू हाम्रोलाई अब यो कुरा आज अलिकति किनभने पर्सि मञ्चमा धेरै बोल्नुभन्दा आज यहाँ बोलिदिएँ अब होइन, किनभने खेलकुदमा कमै बोलौँ भन्ने हाम्रो मैले अरू खेलकुदमा नि छु, कम बोलेर सिद्धाइदिइहालौँ भन्नेको कुरामा म लागेको हो। तर आज यहाँ यसो माहौल देख्दाखेरि तपाईँहरूले 25औं वर्षलाई विशेष बनाउनमा उहाँहरूले त केही कसो छोड्नु भयो होइन मलाई लाग्छ। मेरो तर्फबाट मैले गरिरहेको छु। तपाईँहरूले बिन्ती, तपाईँहरूलाई आग्रह छ, सधैँ माया गर्नुपर्छ, अझै माया गर्नुहोस्। खास गरी हाम्रो सञ्चारकर्मी दाईहरूलाई, आदरणीय दिपेन्द्र दाई यहाँ हाम्रो पिल्लरै हुनुहुन्छ। व्यक्तिगत रूपमा हाम्रो कम्पनीको तर्फबाट यो प्रतियोगितालाई माया त गर्नुहोस्, साथसाथै हाम्रो उत्पादनलाई माया गर्नुहोस्। धन्यवाद।